हेलो एभ्रिवान, आज चाहिँ म न्यू भिडियो लिएर आएको छु है। धेरै दिनपछि फेरि तपाईले हेरिदिनुस् है। यो चाहिँ हो क्रसेट गरेको लन्च बक्स कभर है। त हेर्नुहोस्, यो चाहिँ विन्टरको लागि चाहिँ एकदमै राम्रो हुने रहेछ। लन्च बक्स कभर हो यो चाहिँ, र यो चाहिँ न्यूली ट्राई गरेको कस्तो छ तपाईले पनि हेरिदिनुहोस् र अर्डर गर्न सक्नुहुनेछ। र यो चाहिँ यसरी लगाउँदाखेरि चाहिँ अब लन्च चाहिँ तातो नै बस्ने रहेछ र तपाईहरुले अर्डर गर्न सक्नुहुन्छ। मैले प्राइस चाहिँ मेन्सन गरेको छुइनँ। यदि तपाईहरुलाई मन पर्यो भने चाहिँ तपाईहरुले अर्डर गर्न सक्नुहुनेछ। र यसरी खोलेर यो वाशेबल पनि हुन्छ है, वाश गर्न पनि सक्छ। र यसमा तपाईले डिफ्रेन्ट कलर्सहरु पनि पाउनुहुन्छ। र मैले चाहिँ अहिले एउटा यो मात्रै देखाइरहेको छु। र यहाँनिर चाहिँ छ फ्लावर पट, र यो पनि तपाईले अर्डर गर्न सक्नुहुन्छ। सबै रिजनेबल रेटमा छ, तपाईले अर्डर गर्नुहोस्। र यहाँ छ अर्को फ्लावर पट, यो डिजाइनमा पनि हुन्छ। र यहाँ छ वाटर बोतल कभर, र यो पनि डिफ्रेन्ट डिजाइनमा पाउनुहुन्छ तपाईहरुले। यसले पनि पानी चाहिँ एकदमै वार्म राख्छ है, है। र यहाँ चाहिँ छ ह्यान्ड ब्याग, यहाँ छ किचेन, र यो टाइपको किचेन पनि पाउनुहुन्छ तपाईहरुले। अर्डर गर्नुहोस् है। यो चाहिँ नानीहरुलाई अब ब्यागमा, स्कुल ब्यागमा भयो, उनीहरुको फ्यान्सी ब्यागतिर पनि लाउन सक्नुहुन्छ। र यो टाइपको ह्यान्ड ब्याग पनि अर्डर गर्न सक्नुहुन्छ तपाईहरुले। र यसरी डिफ्रेन्ट टाइप्स अफ क्रसेट सामानहरु पाउनुहुन्छ है। तपाईहरुले अर्डर गर्नुहोस्। थ्यांक यू फर वाचिङ एभ्रिवान। सबै रिजनेबल रेटमा छ।